एभ्रिवान अनि यो दिदीको एकचोटि यो कुरा सुनिदिनु होला त मेरो मन त लास्टै छोएछ केही नगरेर हेरेर बस्छ त नि के हो भने हजुरको टेन्सन लाग्छ मेरो टेन्सन अरे मलाई के गर्दा टेन्सन लाग्ने हो केही पनि लागेन मलाई त के हो भन त हजुरले सबैका लागि दुःख गर्नुहुन्छ तर तपाईँको दुःख कसैले पनि देख्दैन कि अनि मैले चाहिँ सबैको दुःखलाई दुःख गरेँ नि त नि मेरो दुःख बुझे पनि नबुझे पनि अनि के भयो त तिमीलाई त्यस पिर मान्यो त हजुर जति बिरामी भए पनि म ठिक छु भनेर हेर्नुहुन्छ त्यस्तो लागि फ्यामिलीलाई त्यति त भइहाल्छ नि अनि छोरो मान्छे यस्तो कहाँ हुन्छ यति बुझ्ने बुढी पाएको छु अनि टेन्सन आइहाल्छ त्यही भएर कि आजकल त हजुर ठिक लाग्छ कि